हेलो गुड मर्निङ। यो चाहिँ म मेरो मर्निङको लागि जुस बनाउँदैछु है। यसमा चाहिँ यो छ बिटरुट अनि त्यसपछि गाजर, बिटरुट र गाजरको जुस बनाउने। यसलाई चाहिँ यो जुसर पनि अस्ति मैले टिकटक सपबाट किनेको। एकदम सजिलो छ। मैले चाहिँ एकचोटि बनाउँदाखेरि 1 ग्लास 2 ग्लास आज र भोलिको लागि पुग्ने गरेर बनाउँछु कि एकैचोटि। यो चाहिँ हाम्रो इम्युन सिस्टमको लागि हैन, इम्युनिटी बढाउनको लागि चाहिँ एकदम हेल्पफुल हुन्छ यो बिटरुट अनि गाजर। त्यसैले चाहिँ मैले मर्निङमा मोस्ट अफ द टाइम चाहिँ बिटरुट र गाजरको जुस खान्छु। हेर्नुहोस् है, यहाँ चाहिँ जुस यसरी रेडी भएको छ। इट्स पर्फेक्ट फर मर्निङ टाइम। अनि मैले यो सोचेको पनि थिइनँ कि गाजर र बिटरुटको जुस चाहिँ हैन यति धेरै गुलियो हुन्छ भनेर। अनि यो चाहिँ भोलिको मर्निङको लागि।